वेलकम गाइस टु माई न्यू ब्लग। आज चाहिँ हामी डरे देउराली हिँडिरहेको दर्शन गर्नको लागि। हामी कतिजना भन्दाखेरि हामी 4 जना भएर डरे हिँडेका छौँ। हाम्रो प्लानिङ चाहिँ ठुलै छ। के छ भन्दाखेरि गाइस यो डरे जाने वनमा चाहिँ धेरै नै औषधि पाइन्छन्। हामीले सबैले औषधि खाने हाम्रो चाहिँ एउटा विचार छ हैन गाइस। मैले चारैतिर औषधि मात्रै देखिरहेको छु। हामी चाहिँ निरन्तर हिँडिरहेका छौँ। अब कतिखेर पुगिन्छ थाहा चाहिँ छैन। आज शनिबारको दिन, भोलिबाट हाम्रो स्कुल ओपन हुन्छ। हामी भोलिदेखि धेरै बिजी हुन्छ। म चाहिँ 10 क्लासमा, बहिनीहरू सबै 5 क्लासमा। हुन नि सक्छ होला। भोलि त झन् 12 को एक्जाम हो। 12 को भोलि एक्जाम हो गाइस। 12 को छेला बेस्ट अफ लक भन्न चाहन्छु मेरो तर्फबाट हैन। अब हाम्रो एसी हुन्न भने तर मलाई चाहिँ विश्वास लागेको छैन, किनकि हुन नि सक्छ एसी हैन। हाम्रो सरले सोद्धाखेरि हुन्छ भन्नु थियो, अब के हुन्छ थाहा चाहिँ छैन। गाइजहरु हाम्रो थाप्लेमा चाहिँ क्रिकेट ग्राउन्ड बन्दैछ अनि सन्दीप परमेश्वरले चाहिँ 5 लाख ब्याज हाल्नुभएको। हामीलाई ब्याज त नै, हाम्रो त्यो क्यास चाहिँ त्यो क्रिकेट ग्राउन्डको लागि दिनु हो। सूर्य देवता उदाइसक्नु भएको छ। हामी चाहिँ बिहानै हिँड्न खोजेको तर सोचे जस्तो भएन, ढिलो भयो। सबै हेर्नु हाम्रो क्युट ब्युटिफुल गाउँ। हाम्रो घर चाहिँ त्यहाँनिर पर्छ। देखेको छैन। यो चाहिँ हाम्रो स्कुल यतापट्टि यो एरिया चाहिँ यहाँनिर हाम्रो गाउँ पर्छ र हाम्रो घर पनि यहीँनिर छ। हाम्रो यस्तै रमाइलो हुँदा हामी गाइस क्रिकेट ग्राउन्डको टोयलेट चाहिँ हेर्न सक्नुहुनेछ। यस्तो हाम्रो सन्दीप लामी छानाले दिएको पैसाले हामीले यो ठाउँमा क्रिकेट ग्राउन्ड बनाउन गइरहेका छौँ। यही चाहिँ काम गरेको देखिन सकिन्छ। गाइस हेर्न सक्नुहुनेछ, पुरै चाहिँ स्लिम रोड बनाएका छन्। कति लामो छ यो क्रिकेट ग्राउन्ड। ठुलो छ गाइस। यो चाहिँ यति ठुलो छ, यति ठुलो छ। सर्कल छ। यहाँ पहिला हरियाली घाँसहरु थियो, माटो मात्रै छ। हामी देउरालीमा आइसकेका छौँ। यहाँ चौतारी पनि बनाएका छन्। कस्तो क्लियर के। अब हामीले कैलालीमा पूजा गरिसकेपछि हामी चाहिँ अब माथि जान्छौँ। माथि अब हामी हिँड्नुपर्छ, धेरै उकालो छ। अब गाइस दान पेटी हो, आफ्नो अनुसारले हजुरले दान गर्न सक्नुहुन्छ। यो दान पेटी हामी चाहिँ भजन गाउँदै रमाइलो गर्दै पूजा सक्यौँ। अब माथि जान्छौँ। फाइनली हामी डरे देउराली पुगिसक्यौँ गाइस। हामी सिर्फ 2 घण्टा आइसकेका छौँ। अब चाहिँ हामी डरे देउरालीको टुप्पामा पुग्ने ठाउँमा हजुरलाई भ्यू देखाउने कोसिस गरौँ। अनि हामी चाहिँ निरन्तर डर हिँडिरहेका छौँ। हामीले चाहिँ भ्यू देखाउन पाएका छैनौँ, किनकि कुहिरो लागिसक्यो गाइस। गाइस हामी डरे देउरालीको टुप्पामा आइसकेका छौँ फाइनली। हेर्नु गाइस कस्तो कुहिरो लागेको छ, केही पनि भ्यू देखिएको छैन कतैबाट पनि। देउराली फेरि रिपेयरिङ हुँदैछ गाइस। हेर्नु नयाँ बन्दैछ, नयाँ रूपमा चाहिँ त्यो मन्दिरको त्यो मूर्ति चाहिँ उता राखेका छन्। अब हामी फेरि तल झर्दैछौँ। एकदम धेरै भिडहरू छ। ल अब हामी तल जान्छौँ। गुरु गुफा गाइस हेर्न सक्नुहुनेछ। मिल्छ होला, चाबी लाख क्या।
हामी यो मन्दिरभित्र आएर हाम्रो यहाँ पढेको बुवाले हामीलाई चाहिँ खाने व्यवस्था गरिदिनु भएको छ। हामीले खान्छौँ भोक लागेको बेला। आइज जाडो जाडो जस्तो भइसकेको हो। बहिनीलाई जाडो भएर बहिनीले मेरो ज्याकेट लगाएकी छिन्। हामीले नि खिर खाइयो, कस्तो मिठो थियो खिर। हामी चाहिँ डरे देउराली दर्शन गरेर फर्किसकेका छौँ। अब चाहिँ घर गइन्छ। औसलो नै औसलो छन् जताततै। यहाँ थोरै औसलो देख्न सक्नुहुन्छ, तर बहिनीलाई प्राङ्क गर्छु। ओए औसलो छ यहाँ आइज। यिनीहरूको हाइट छैन। आइजहरू बहिनीहरू त्यहाँ न। अब फेरि म लुकेर तिनीहरूलाई फेरि प्राङ्क गर्छु। आउँछन् होला तिनीहरू। लुकाउँ लुकाउँ। अब तिनीहरूलाई लास्टै झस्काइन्छ गाइजहरू। हाम्रो यो गाउँमा चाहिँ एउटा फिल्म सुट भएको थियो। त्यो पुरा चाहिँ भएको छैन। त्यो फिल्मको नाम चाहिँ कोसेढुङ्गा फिल्म हो। त्यो फिल्ममा चाहिँ एकदम के गहिरो कहानीहरू देखाएको छ। जोतेको गोठहरू त्यहाँनिर छ। मैले त्यो हजुरलाई देखाउने छु। त्यो गोठ पनि बनाएको त्यो सुटको लागि। धेरै राम्रो फिल्म छ त्यो। हजुरले अनिवार्य नै हेर्नुपर्छ त्यो फिल्म। हाम्रो गाउँको बारेमा, हाम्रो समाजको बारेमा कस्तो छ भनेर त्यो उसमा देखाएको छ। गाइज उसमा चाहिँ जोतेको पुरै उसहरू देखाएको छ। यहाँ हेर्न सक्नुहुनेछ फुल जोताइ भएको छ। यसमा हामीले पनि यो फिल्मको सुट चाहिँ हेर्न पाएनौँ, किनकि हाम्रो 9 क्लासको फाइनल एक्जाम थियो। त्यही भएर हामी आउन पनि पाएनौँ। कति क्युट गोठ बनाएका छन् हेर्नुहोस् त। म त बल्ल हेर्दैछु यो गोठलाई। ओ माई गॉड, यो के चिज रहेछ होला कमेन्टमा भन्नुहोस्। चाहिँ हामीलाई थाहा भएन के हो, यो पनि थाहा भएन। यसको बारेमा चाहिँ हजुरले कमेन्टमा भन्नै पर्छ के रहेछ। गाइस हेर्न सक्नुहुनेछ यहाँ चाहिँ चुलो पनि बनाएको रहेछ यो फिल्मको। ओ गाईबस्तु पाल्ने ठाउँ हो। कति राम्रो बनाएको है यो फिल्मको लागि त। कति दुःख हेर्दा त एकदम मार्मिक छ जस्तो लाग्यो मलाई यो फिल्म चाहिँ। धेरै चल्छ होला सायद यो फिल्म होइन। हाम्रो बहिनीहरू हिँड घर जाम घर। हेर्न सक्नुहुन्छ बहिनीको चर्तीकलाहरू। गाइज यहाँ हेर्नु त क्रिकेट ग्राउन्ड कति ठुलो देखिएको छ। यो बिचको यो उस पनि हटाउँछन् होला सायद। डोजर त त्यहीँ छ। अहिले कुरिलो अरे कुहिरो लाएर चाहिँ लास्टै अँधेरो अँधेरो देखिएको छ। नत्र भने त क्रिकेट ग्राउन्ड कति राम्रो भाइ। त कति धेरै भेडाउन्। ए गाई सर्प हेर त त्यहाँ। फेल हुँदै गाइज हामी डरे गएर घर आउन लागिसकेका छौँ। हाम्रो घर आइसकेको छ यहाँ। अब चाहिँ अर्को ब्लगमा भेटौँला। बाई बाई। थ्याङ्क यू फर वाचिङ। बाई।